गाउँको छेउमा एउटा सानो घर थियो। त्यही घरमा बस्ने गर्थ्यो अर्जुन। ऊ धेरै बोल्ने मान्छे थिएन, तर उसको मनभित्र धेरै कुरा लुकेका थिए। सानैदेखि उसले एउटा कुरा महसुस गरिरहेको थियो। ऊ जति नै राम्रो गर्न खोजे पनि कसैले उसको कदर गर्दैनथ्यो। स्कुलमा शिक्षकले सधैँ अरू विद्यार्थीको प्रशंसा गर्थे, तर अर्जुनको मेहनत कहिले देखिँदैनथ्यो। साथीहरू पनि उसलाई खासै महत्त्व दिन्नथे। कहिलेकाहीँ त उनीहरूले उसलाई मजाक बनाउँथे। घरमा पनि अवस्था फरक थिएन। बाबुआमाले दाजुबहिनीलाई बढी माया गर्थे जस्तो उसलाई लाग्थ्यो। जब उसले केही राम्रो काम गर्थ्यो कसैले ध्यान दिन्थेन, तर सानो गल्ती भए पनि उसलाई मात्र गाली पर्थ्यो। एक दिन ऊ निकै थाक्यो, मनले थाक्यो। उसले सोच्यो, के म साँच्चै यति नराम्रो छु त? किन सबैले मलाई हेला गर्छन्? त्यो दिन ऊ गाउँको डाँडामा गयो। त्यहाँबाट उसले टाढासम्म फैलिएको सुन्दर दृश्य हेऱ्यो। प्रकृतिले उसलाई केही भनिरहेको जस्तो लाग्यो। तिमी आफूलाई अरूको आँखाबाट होइन, आफ्नै मनबाट हेर। त्यही क्षण उसले निर्णय गर्यो, अब ऊ आफूलाई प्रमाणित गर्न अरूको स्वीकृति खोज्दैन। ऊ आफ्नो खुसीका लागि बाँच्नेछ। अर्जुनले बिस्तारै आफूलाई बदल्न थाल्यो। उसले आफूलाई माया गर्न सिक्यो, आफ्ना साना सफलतामा खुसी मान्न थाल्यो। समय बित्दै जाँदा मानिसहरूले पनि उसमा आएको परिवर्तन देख्न थाले। एक दिन त्यही शिक्षकले उसलाई सबै अगाडि प्रशंसा गरे। साथीहरू पनि उसको नजिक आउन थाले। तर यसपटक अर्जुनको खुसी अरूको व्यवहारमा निर्भर थिएन, किनकि उसले आफूलाई चिन्न थालिसकेको थियो। सन्देश: कहिलेकाहीँ संसारले हामीलाई हेला गरे जस्तो लाग्छ, तर वास्तवमा हामीले आफूलाई कति मूल्य दिन्छौँ भन्ने नै सबैभन्दा ठूलो कुरा हो।